Hello guys, good morning everybody. आज होलिडे भएको कारणले गर्दाखेरि स्कुल जानु परेन है र म यहाँनिर एक जग्गा जाँदैछु है। हेर्दै गर्नुहोस् न यहाँ मेरो छेमाको घर अलिकति क्यान्डल लगाउने है, त्यसले गर्दाखेरि उहाँलाई सघाउनको लागि अफिसको बाटो भएर जाँदैछु। यहाँ खोला हेर्नुहोस् है, मेरो घरको मुनि खोला, जाली खोला। आज खास चाहिँ बिहानै बल्छी खेल्न जानुपर्ने थियो, फिसिङको लागि, तर निन्द्राले पनि छोडेन है। खोला पनि धमिलो धमिलो रहेछ। त्यसले गर्दाखेरि अब अहिले काम सकेर 12 बजीभित्रमा सकिन्छ होला। त्यसको बादमा चाहिँ फेरि फिसिङ रड लिएर चाहिँ यसो खोलामा, हिजो छिचिमिरा बेसी त होइन, ढिलो भएछ है चाल पाउनु। अलिअलि पक्रेको छु, अब त्यसलाई चाहिँ भरे युज गर्नेछु। र हेर्दै गर्नुहोस् होला, यो बाटो अफिसको हुँदै यहाँ क्वार्टरहरू छ, लिबर्टी कोलोनी। ऊ माथिको भिउ हो स्याहारी जाने बाटो। र म जाँदैछु। यहाँ त्यति राम्रो भिडियो नहोला, फोन राम्रो छैन है। ईश्वरको कृपाले, तपाईँहरूको सपोर्टले भोलि पर्सि अलिक पछाडि हुनसक्छ भने म पनि यसो आइफोन लिने विचारमा छ है। तपाईँले सपोर्ट गरिदिनुहोस् होला। अब हामी छानामा जाँदैछौँ। आज यो च्यादरलाई हेर्नुपर्ने छ। यहाँ अन्त ग्राउन्ड जस्तो छ त। दामी देख्दो रहेछ त यो त, उपर ग्राउन्ड जस्तो। सात त छ र छैन होला, युटिलिटी चाहिँ होला। ल आउनुहोस् ग्राउन्डमा। यहाँ त ग्राउन्ड रहेछ नि। अन्त डोलो डोलो एकजना अनि हामीले माथि हेरिसकेर कामलाई सुरु गऱ्यौँ। अनि तलबाट च्यादर दिने अजित काकाले दिनुभयो। अनि मैले माथिबाट तानेर लगेर दुईजना जो हेड मिस्त्रीहरू हुनुहुन्छ उहाँलाई दिइहालेँ। र त्यो च्यादर लाँदै गर्दाखेरि हेर्नुभयो अलिकति हल्लिएको। त्यो च्यादरले चाहिँ मेरो फोन टङ्गै झार्यो है। आफै भिडियोग्राफी गरेको क्यामेराम्यान कोही थिएन, त्यसले गर्दाखेरि त्यो फोनमा लागेछ च्यादरले। च्यादर लागेर त्यो फोन चाहिँ भुइँमा चाहिँ होइन, तर त्यो तल्लोपट्टिको च्यादरमा झऱ्यो है। र यहाँ यसरी काम सुरु भइरहेको छ। हामीले त्यो च्यादरलाई चाहिँ, पुरानो च्यादरलाई चाहिँ खोलेनौँ, त्यही माथि हामीले त्यो नयाँ च्यादरलाई छाप्यौँ है। अनि मिस्त्रीहरू बिजी भएको कारणले गर्दा मैले नै च्यादर त्यहाँ पुऱ्याइदिएको छु। त्यो च्यादर उक्काउनु चाहिँ अलिक इम्पोसिबल जस्तो लाग्यो है। फेरि काम पनि ढिलो हुने भयो र हामीले त्यो च्यादरै माथि ठकठक राखिदियौँ। काँटी ठोक्ने पनि जग्गा भएन, त्यसले गर्दा हामीले
हल ब्लकले कतिवटा कतिचोटि हामीले ढुङ्गाले गरिन्छ। ल काटी काटी यसरी देशी जुगाड भनिन्छ, हामी आफैले बनाएको। कम्प्लिट भयो है, हामीले यसरी हल ब्लकले राखेर कम्प्लिट गऱ्यौँ।